दार्जिलिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ। भनेर अरू नेताले भन्छन्, आशिकाले भन्दिनन्। आई लभ यु बोल्नै दिँदैनन् यार। गीत बजाम नाचम। अर्को पनि एउटा अफर भइगयो नि त। ल त्यस्तो पिर लाग्छ लोकतन्त्रको भने भाइभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुस्, अल भर्सेस वान, घन्टी भर्सेस अल। रासोपासँग डराउनु पर्ने जो त्यो मात्र डराओस्, जनता डराउनु पर्दैन। काम गर्ने मान्छेलाई हेला गर्ने, दुत्कारने, तिरस्कार गर्ने होइन, तपाईँको चाहिँ के अरे घृणा गर्ने समाजदेखि विद्रोह गरेर निस्केको मान्छे हुनु। तपाईँहरूको हितमा कानुन नीति नियम बनाउने सरकार बन्छ यो देशमा। यो देशमा मजदुरहरूको देश बनाउनुपर्छ, सरकार बनाउनुपर्छ, किसानहरूको देश, किसानहरूको सरकार बनाउनुपर्छ। गरी खाने साना व्यवसायीहरूको है, ठुला त ठुला भइहाले होइन, जसको एकै महिनामा 1 करोड इन्कम होला, 50 लाख इन्कम होला, 5 लाख इन्कम होला। तर त्यस्ता व्यवसायीहरू जो व्यवसायी चाहिँ फुटपाथमै भए पनि केही कुरा बेचेर होइन आफ्नो केटाकेटीको फी तिरिराख्नु भएको छ, यो खालको मान्छेहरूको सरकार र देश बनाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो। सरकार भन्ने बित्तिकै वास्तवमा गरी खाने वर्ग, अलिकति आर्थिक अवस्थामा अलिकति कमजोर भनौँ न, त्यस्ता मान्छेहरूकै पक्षमा सरकार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। तर त्यो खालको सरकार हामी गठन गर्छौँ। भोलिको दिनमा म भोलिको आमसभामा पनि थुप्रै कुरा सम्बोधन गर्नेवालामा छु। यतिखेर चाहिँ मैले यति मात्रै भने, जे होस् तपाईँहरूको विचार बोल्ने सरकार बन्छ यो देशमा। तपाईँहरूको हितमा कानुन नीति नियम बनाउने सरकार बन्छ यो देशमा है। व्यवसायीलाई, यातायात व्यवसायीलाई हेला गर्ने समाजलाई होइन, तपाईँको चाहिँ सुधारेर व्यवसाय, यातायात, तपाईँको चाहिँ व्यवसायीहरूलाई सम्मान गर्ने समाज बनाउँछ श्रम संस्कृतिले। भन्न चाहन्छु।